छिमेकी देश भारतमा सकिएको टी20 विश्वकपमा नेपाली क्रिकेट टोलीका शानदार खेलाडी दिपेन्द्र सिंह ऐरी नम्बर 1 एसोसिएट ब्याट्सम्यान बनेका छन्। यो विश्वकपमा 4 खेल खेल्ने मौका पाएका दिपेन्द्रले 2 अर्धशतक सहित 169 रन बनाए। उनीपछि एसोसिएट क्रिकेट टोलीको ब्याट्सम्यानको रूपमा नेदरल्यान्डका बास्टी लिडीले धेरै रन बनाए। लिडेले 4 खेलमा 158 रन बनाए। लिडेपछि युएईका आलिसान सराफुले 145 रन बनाए। दिपेन्द्रले यो विश्वकपमा चौथो नम्बरमा ब्याटिङ गर्ने मौका पाएका थिए, जसको उनले भरपूर सदुपयोग पनि गरे। दिपेन्द्रले यो विश्वकपमा हरेक नेपाली क्रिकेट समर्थकहरूको मन जिते। उनले विश्व क्रिकेटकै हस्ती राष्ट्रहरू वेस्ट इन्डिज र इङ्ल्यान्ड विरुद्ध पनि दमदार ब्याटिङ प्रदर्शन गरे। नेपाली खेलाडीहरूमध्ये यो विश्वकप दिपेन्द्रको लागि नै सबैभन्दा बढी फलिफाप बन्यो। उनको ब्याटको गर्जनले नेपाली समर्थकहरूको मात्रै मन जितेन, विश्व क्रिकेट जगतकै ध्यान खिच्न सफल भयो। उनले विश्वकपमा गरेको यही शानदार प्रदर्शनका कारण पाकिस्तान सुपर लिग खेल्ने अवसर पाएका छन्। पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडबाट खेल्ने तयारीमा रहेका दिपेन्द्रले 31 लाख नेपाली पाउनेछन्। उनी पाकिस्तान सुपर लिग खेल्ने दोस्रो नेपाली खेलाडी हुन्। यसअघि सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेलिसकेका छन्। त्यसबाहेक अन्य नेपाली खेलाडीहरूले पाकिस्तान सुपर लिग खेलेका छैनन्। अब दिपेन्द्र दोस्रो नेपाली खेलाडीको रूपमा पाकिस्तान सुपर लिग खेल्ने भएका हुन्। इस्लामाबाद युनाइटेडले अहिले दिपेन्द्रको खूब प्रचार गरिरहेको छ। फ्यानहरूले पनि दिपेन्द्रलाई केन्द्रमा राखेर इस्लामाबाद युनाइटेडले गरेको फेसबुक पोस्टमा सबैभन्दा बढी रियाक्ट गरिरहेका छन्। पाकिस्तान सुपर लिग 26 मार्चबाट सुरु हुँदैछ। त्यसैले दिपेन्द्रले नेपालको प्रधानमन्त्री कप खेल्ने छैनन्। उनी पाकिस्तानमा पाकिस्तान सुपर लिग खेल्नमै व्यस्त हुनेछन्।